सोमबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुनेछन् त? भिडियोलाई अन्तिमसम्म हेरेर सबैमाझ पुर्याउन सेयर गर्नुहोला। जय श्री राधे, ओम श्री हरि। म हजुरहरूको चिरपरिचित ज्योतिष पण्डित सुमन राउला। हजुरहरूको माझमा मैले हिजोको भिडियोमा आइतबार जन्मिने व्यक्तिका स्वभाव कस्ता हुनेछन् भन्ने विषयमा लिएर उपस्थित भएको थिएँ भने आज म सोमबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुनेछन् यो भिडियो लिएर हजुरहरूको माझमा उपस्थित भएको छु। पहिलो नम्बरमा छ सोमबार जन्मिने व्यक्ति भनेको सोमबार भनेको भगवान शङ्करको बार हो। भोलेनाथको बार भएको कारणले गर्दाखेरि अत्यन्त भाग्यमानी हुनेछन्। पहिलो नम्बरमा चाहिँ पहिलो नम्बर भाग्यमानी हुनेछन्, बोलीका पक्का हुनेछन्, बडा मिठा बोली भएका हुनेछन्। त्यस्तै गरी सबैमा दयाभाव गरौँ, सबैमा राम्रो कर्म गरौँ, सबैको भलो होस् भन्ने काम गर्नेछन्। आमा बुबाका भक्त हुनेछन्, त्यस्तै गरी गुरुका भक्त हुनेछन्। विभिन्न प्रकार धार्मिक अनुष्ठान, धार्मिक कर्ममा रुचि बढाउनेवाला हुनेछन्। त्यस्तै गरेर अरूको छिटो विश्वास गर्ने हुनाले धोका पाउने पनि हुनेछन्। हातमा पैसा नटिक्ने खालका। त्यस्तै गरेर कसैलाई चाहिँ धेरै चिसो लाग्ने स्वभावका पनि हुने गर्दछन्। भने अब यस्ता व्यक्तिले के गर्नुपर्छ त? यसरी धोका पाइयो भनेदेखि, नराम्रो भयो भने के गर्नुपर्छ त भन्दाखेरि सोमबार भनेको भगवान शङ्करको बार भएको कारणले गर्दाखेरि भगवान शङ्कर भोलेनाथको आराधना पूजा अर्चना गर्नुहोला। हजुरको काम सफल हुनेछ। जय श्री राधे, ओम श्री हरि।